राज्य शक्तिको कति दुरुपयोग भएको छ। एक सच्चा युवामाथि, एक वैदेशिक युवामाथि देशले गरेको यो व्यवहार तपाईलाई कस्तो लाग्न सक्छ होला? एकदमै दुःख लाग्छ हजुर। तर अहिलेको सरकारको यो नीति नै खराब देखिन्छ। एक विदेशी युवाले रेमिटान्स पठाउँछन्, देशलाई समृद्धि बाटोमा देखाइरहेका छन्, तर ती युवालाई घोक्रे ठ्याक लगाउने काम अहिलेको सरकारले गर्छ। दिमाग पनि छैन र टेन्सन पनि छैन। अहिलेको उखान ठ्याक्कै मिल्दोजुल्दो छ यो सरकारमाथि। यो सरकारले अहिलेका युवाहरूलाई कसरी धकेलिरहेको छ, विदेश जान कसरी बाध्य बनाइन्छ र विदेशबाट फर्केपछि कस्तो अवस्थामा कसरी नियन्त्रण लिन्छ, कसरी एउटा युवालाई बेइज्जत गर्छ, त्यो तपाईले देखिसक्नु भएको छ। यो सरकार रहेसम्म अबको दिनचर्या अगाडि बढ्दैन। यो सरकार रहेसम्म नेपालीले कहिले सुख पाउँदैनन्। यो सरकार रहेसम्म कहिले पनि वैदेशिक यात्रा त रोकिने कुरै हुँदैन। यसरी युवाहरू दिनै दिन तडपिनेछन्, पक्राउ गरिनेछ।